प्रत्येक वर्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत नेपाल सरकारले नेपालभरि छरिएर बसेका विपन्न तथा विविध कारणले पछि परेका तर जेहेनदार साना बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हैसियतले अथवा उद्देश्यले बुढाङकन्टी स्कुलमा र यसैसँग सम्बन्धित रहेर साझेदारी कार्यक्रम अन्तर्गत अन्य 6वटा विद्यालयहरूमा 5 कक्षादेखि 10 कक्षासम्म पुनः निःशुल्क वा सहुलियत शुल्कमा पढ्ने अवसर दिलाउँदै आएको छ। यसको लागि छात्रवृत्ति छनौट परीक्षा हुन्छ। यो परीक्षा 26वटा केन्द्रमा यही चैत्र 27 गते हुँदैछ। यसको लागि फारम कहाँ लिने, कहाँ बुझाउने, कसरी के गर्नुपर्छ भन्ने सम्पूर्ण जानकारी बुढाङकन्टी स्कुलको वेबसाइटमा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा र शिक्षा तथा मानव स्रोत विकास केन्द्र CEHRD को वेबसाइटमा पनि राखिएको छ। त्यहाँबाट प्राप्त गर्न सकिन्छ।